नमस्ते सबैलाई। यो नयाँ सिरिज भन्दा यो यो नयाँ भिडियो भन्दा नि यो नयाँ सिरिजमा चाहिँ तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु। यो सिरिज मेहफिल विथ विशाल भन्ने सिरिज चाहिँ नितान्त नेपाली साहित्य प्रेमी, नेपाली भाषा प्रेमीहरू सँग भेटेर होस् या अन्य कुनै माध्यमबाट विभिन्न विषयहरूमा छलफल गर्ने, रमाइलो गर्ने, रचनाहरू वाचन गर्ने, सुन्ने, सुनाउने हेतुले चाहिँ सुरु गरिएको हो, सुरु गरिँदैछ भनौँ। र यो आजको एपिसोड 1 चाहिँ दिनेश आदिपका साथमा छ, इन्जोय गर्नुहोला। र आगामी दिनहरूमा तपाईँलाई को गेस्ट चाहिन्छ हामीले माध्यम जुन भए पनि गेस्टलाई चाहिँ ल्याउने प्रयास गर्नेछौँ। स्वीकार्नुहोस् एपिसोड 1 सुरु गर्नु। कहिले उकाली भएर कहिले ओराली भएर, कहिले उकाली भएर कहिले ओराली भएर पुरा पुरा भरिदिन्छु म तिमीलाई खाली भएर। कहिले उकाली भएर कहिले ओराली भएर पुरा पुरा भरिदिन्छु म तिमीलाई खाली भएर। तिमी फुल बनेर मेरै वरिपरि बाँच्न सर्नु सधैँ, तिमी फुल बनेर मेरै वरिपरि बाँच्न सर्नु सधैँ। म जिन्दगीभर ख्याल राख्नेछु तिम्रो माली भएर। क्या बात मिठो। बस्नु छैन प्रेमको भिख मागी भन्न रुचाउँछु, छोड्न सक्छु तिम्रो खुसीको लागि भन्न रुचाउँछु। बस्नु छैन तिम्रो प्रेमको भिख मागी भन्न रुचाउँछु, छोड्न सक्छु तिम्रो खुसीको लागि भन्न रुचाउँछु। छाडेर गए पनि तिमीलाई धोकेबाज भन्नु छैन, छाडेर गए पनि तिमीलाई धोकेबाज भन्नु छैन, बरु आफैले आफैलाई अभागी आफैलाई अभागी भन्न रुचाउँछु। देखाउँदा पनि हुँदै नभएको खोट पुगेको छैन, देखाउँदा पनि हुँदै नभएको खोट पुगेको छैन, मलाई नराम्रो बनाउने तिम्रो अठोट पुगेको छैन। देखाउँदा पनि हुँदै नभएको खोट पुगेको छैन, मलाई नराम्रो बनाउने तिम्रो अठोट पुगेको छैन। देखाउँदा पनि हुँदै नभएको खोट पुगेको छैन, मलाई नराम्रो बनाउने तिम्रो अठोट पुगेको छैन। तिखा तिखा वचन लगाई छिया छिया बनाइदियो, तिखा तिखा वचन लगाई छिया छिया बनाइदियो, मेरो मुटुलाई चाहिने जति चोट पुगेको छैन। मेरो मुटुलाई चाहिने जति चोट पुगेको छैन। कति गर्न सक्दैन है टुटाउन बवाल। व्यवस्था घृणा पीडा नभनी प्रेम भएको थियो, व्यवस्था घृणा पीडा नभनी प्रेम भएको थियो, मनमा आगो बल्थ्यो धनधनी प्रेम भएको थियो। बिछोड पछिको पहिलो भेटमा यति सोध्नु छ, बिछोड पछिको पहिलो भेटमा यति सोध्नु छ, अहो तिमी जस्तोसँग पनि प्रेम भएको थियो। मिठो। यस्तो जोखिम मोले भने चरित्रमा दाग लाग्छ, मनको कुरा खोले भने चरित्रमा दाग लाग्छ। यस्तो जोखिम मोले भने चरित्रमा दाग लाग्छ, मनको कुरा खोले भने चरित्रमा दाग लाग्छ। सुन ए भमराहरू म काँडालाई साँचो प्रेम गर्छु, सुन ए भमराहरू म काँडालाई साँचो प्रेम गर्छु, मैले फुलको बारे बोले भने चरित्रमा दाग लाग्छ। सोध्दिन तिमीसँग कति छ देऊ, म चाहन्छु तिमीबाटै जति छ देऊ। सोध्दिन तिमीसँग कति छ देऊ, म चाहन्छु तिमीबाटै जति छ देऊ। उसको झुठो प्रेमले रोगी बनाएको मलाई अब तिम्रो प्रेममा औखति छ देऊ। क्या बात हो। किन बस्यौ मेरो फाटेको मन टाली जब थियो तिम्रो त्यो दिल जाली, किन बस्यौ मेरो फाटेको मन टाली जब थियो तिम्रो त्यो दिल जाली, अझ छोड्नु नै थियो भने मलाई किन खिच्यौ ती तस्बिर अँगालो हाली। क्या बात। छातीमा टाँसिन अटुर त्यो शिर देखिरहन्छु, टाढा हुनु पर्दा परेको तीर देखिरहन्छु। छातीमा टाँसिन अटुर त्यो शिर देखिरहन्छु, टाढा हुनु पर्दा परेको पीर देखिरहन्छु। मलाई पनि सजिलो त कहाँ छ र प्रिय जान, म त झन् हावामा पनि तिम्रै तस्बिर देखिरहन्छु। क्या बात है। एक पटक नभई बार बार मागेकै हो, भगवानले नै गर्दा प्रहार मागेकै हो। एक पटक नभई बार बार मागेकै हो, भगवानले नै गर्दा प्रहार मागेकै हो।
हिँड्दै रहेछन् गाउँका कोही आएनन्, घर जलेरै राख हुने बेलासम्म गुहार मागेकी। प्रेमको खेल खेल्न जानिन र हारेको हुँ, त्यसैले मनबाट डेरा आफै सारेको हुँ। प्रेमको खेल खेल्न जानिन र हारेको हुँ, त्यसैले तिम्रो मनबाट डेरा आफै सारेको हुँ। अब फेरि फर्किन्छु नभन प्रिय, अब फेरि फर्किन्छु नभन प्रिय, मैले तिमी जाँदाकै दिनबाट नुन बारेको। क्या दामी यार, दामी। तिमी तिमी टाढा म टाढा नजिक कसले खिच्छ अब, है तिमी टाढा म टाढा नजिक कसले खिच्छ अब, सायद मेरो सिरानी तिम्रो पछ्यौरी भिज्छ अब। एक अर्कालाई जित्दा जित्दै आजित भयौँ हामी, तिमीले हार्यौ मैले हारेँ कसले जित्छ। कस्तो दामी दामी दामी। थ्याङ्क यू। यति गरौँ। आशा छ रमाइलो लाग्यो होला हजुरहरूलाई। हजुरहरूले कुन रचना चाहिँ मन पर्यो कमेन्ट गर्नु होला। साथै आगामी दिनमा को गेस्ट चाहनुहुन्छ यो कार्यक्रममा, कोसँग यस्तै कुराकानी होस्, कसका रचनाहरू यसरी सुन्न पाइयोस् भन्ने लाग्छ, कमेन्ट गर्नु होला। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। हाम्रो र गेस्टको सोसियल मिडिया ह्यान्डलहरू डिस्क्रिप्सनमा छ, भिजिट गर्नु होला एकचोटि। थ्याङ्क यू सो मच।